ओ पानी लेन पानी ओइ पानी के हो हेलो गाइस अनि सन्चै हुनुहुन्छ फेरि हामी आइसक्यौं नि त हैन अनि नयाँ भिडियो लिएर आइसकेका छौं गाइस अनि भिडियो चाहिँ एकदम इन्ट्रेस्टिङ वाला छ पुरै हेर्नु होला है र आजको हाम्रो भिडियोमा हुनुहुन्छ हाम्रो कन्टेस्टेन्टहरु हुनुहुन्छ ल कन्टेस्टेन्टहरुै छैन यार ओइ पबजी खेलेर बसेको छ यस्तो यो पनौतीहरुलाई कसले लिएर आएर आजको भिडियोमा खेलाउन यार तेरी खोइ अरु खोइ ल आफ्नो पारामा छ केटा हो है आज गाइस आज चाहिँ भिडियो खासै नहोला जस्तो छ यस्तोहरुलाई कसले लिएर भिडियो खेल्दैनस् यस्तो आज भिडियो हुनेवाला छैन गाइस आज है आज लास्ट कोही शीतलतिर ल लुगा ओढेर बसेको छ अरे यार यस्तो पाराले कहाँबाट हुन्छ यार भिडियो आज भिडियो हुँदैन के गरेको भिडियो खेल्ने मान्छे यता कुनामा शीतलमा बसिरहेछ यार झन् लुगा ओढेर बसेको छ यार यो हुँदैन भएन ल यार केटा छिटो आउने यार ढिला भइसक्यो यार काम चर्को काम हो छिटो आइदिनु गाइस यस्तो छ कन्टेस्टेन्टहरु यार यस्तो पनौती कन्टेस्टेन्टहरु कहाँबाट लिएर आएको आज यार आज ल कोही पबजी हानिरहेको छ यार यस्तो पाराले त हुँदैन नि यार केटा हो यार गर्ने के खाने हो नि त आजको गेम यार थाहा छैन यार यो कसले लिएर आइनाला कसले लिएर बाइ बाइ टाटा के खाने हो काँगेर खाने हो कि त्यत्रो भनेको केटाहरुले यार बिर्सेर पुरा कोही पबजी हानिरहेको छ यार कोही तौलिएर यस्तो दिएर बसिरहेको छ कोही फोनमा बोलिरहेको छ यार म त यार र मैले केटाहरुलाई चाहिँ जम्मा गरिसकेको छु र आजको गेम रहेको छ गेम प्लस च्यालेन्ज रहेको छ र करेन्ट चाउचाउ च्यालेन्ज रहेको छ आजको भिडियो चाहिँ एकदमै राम्रो हुनेवाला छ गाइस पुरै हेर्नुहोला र हाम्रो कन्टेस्टेन्टहरु तपाईले देखिसक्नु भएछ है अझैसम्म ओइ तँलाई चाहिँ अझै घामले पोलिरहेको छ क्या हो घाम देखेन घाम यार 103 डिग्रीको ज्वरो आस्ते पुरा लुगा ओढेर बस्या यार र आजको हाम्रो भिडियो चाहिँ फाइनली अनि यहाँ सुरु भइसकेको छ हामीले सबै तयारी गरिसकेका छौं र हामीले 500 रुपैयाँ आज चाहिँ 500 भन्दा हामीसँग पैसा थिएन धेरै खर्च भएको कारणले गर्दाखेरि जसले जित्छ त्यो विनरलाई हामीले 500 दिने भनेर आज भिडियो बनाएका छौं राखेका छौं हामीले प्राइज पनि र आजको टिम रहेको छ उनीहरु दुईटा रहेको छ भने अनि आज चाहिँ हामी दुईटा रहेको छ गाइस यो 500 चाहिँ हामीले लानुपर्छ ल भिडियो सुरु हुन्छ अब ल मेरो टिमबाट चाहिँ अनि उहाँ खेल्दै हुनुहुन्छ र उताको टिमबाट उहाँ खेल्दै हुनुहुन्छ र अब गेम सुरु हुन्छ गाइस फाइनली ल रेडी हो केटा हो रेडी हो ल रेडी 1 2 3 ल सिजर पेपर रक बराबर भयो सिजर पेपर रक ओ ल फाइनली 5 चोटी पुशअप हुन्छ है गाइस 3 4 5 सिजर पेपर रक ओ मैले हाइ क्या गरे छिटो जङ्गे छिटो ल फास्ट सक्यो एक चम्चा नि खान पाएन यार सिजर पेपर रक ए 10 चोटी उठ बस 1 2 3 4 5 6 7 8 9 10 एउटा म पनि भइदियो सिजर पेपर रक ए फेरि मैले ल जाऊ